सजिलै यस्तो राम्रो डेजी फ्लावर कसरी बनाउने त फर्स्टमा दुईटा फजी वायर लिनुहोस् अनि ग्लुको मद्दतले दुईटै फजी वायरलाई जोडिदिनुहोस् अनि एउटा लाइटर लिनुहोस् र ठ्याक्कै बिचमा राख्नुहोस् अनि आफ्नो राइट ह्यान्ड साइडमा त्यो फजी वायरलाई लाइटरमा 3 चोटि बेर्नुहोस् र आफ्नो लेफ्ट ह्यान्ड साइडमा त्यो फजी वायरलाई चाहिँ ठ्याक्कै 4 चोटि बेर्नुहोस् बेरिसक्नु भएपछि दुईटैको टुप्पोलाई समातेर बिचमा ल्याएर त्यो लाइटरलाई चाहिँ तपाईले 2 देखि 3 चोटिसम्म जबसम्म त्यो अलि मजाले कसिदैन बटार्नुहोस् र बटारेपछि यता चिल्लो साइडबाट निकाल्नुहोस् अनि एउटा साइडको टुप्पो समातेर मैले भिडियोमा देखाएको जसरी यसरी बिचमा छिराउनुहोस् र फेरि समातेर तलको भाग चाहिँ 2 देखि 3 चोटिसम्म बटार्नुहोस् जबसम्म त्यो टाइट हुँदैन अनि एउटा पेटल चाहिँ यसरी तपाईले फुकाउनु पर्ने हुन्छ सो दैट तपाईले पेटलको शेप बनाउन सक्नुहुन्छ अनि भिडियोमा देखाए जसरी तपाईले हरेक पेटललाई चाहिँ यसरी 2 चोटि बटार्नु पर्ने हुन्छ अनि त्यो पेटल्सहरुलाई चाहिँ 2 चोटि बटारेर सिलिङतिर फेस गराउनुहोस् सो दैट हामीले चाहिँ पेटललाई अब मज्जाले शेप दिन तयार हुन्छ अब हरेक पेटललाई चाहिँ यसरी लाइटली प्रेस गर्नुहोस् बेस्कनी चाहिँ प्रेस नगर्नुहोस् नत्र चाहिँ यसको शेप बिग्रिन सक्छ त्यसैले एकदमै हल्का हातले लाइटली गर्नुहोस् अनि मैले देखाएसरी एउटा औला चाहिँ पेटल्सहरुको बिचमा राख्नुहोस् अनि अर्को औलाले चाहिँ मज्जाले यसरी बेन्ड गरेर शेप दिनुहोस् त्यसपछि चाहिँ यसलाई चाहिँ यसरी हातको बिचमा राखेर चाहिँ तन्काउनुहोस् अनि फेरि एकचोटि शेप हेर्नुहोस् अनि हाम्रो फुल रेडी हुन्छ अनि बिचको पहिलो भागको लागि चाहिँ यसरी पहिलो फजी वायर लिएर बटारेर गोलो बनाउनुहोस् अनि त्यसपछि ग्लु गन बिचमा राखेर टास्नुहोस् अब तपाईको फजी वायरले बनेको डेजी रेडी छ अरु यस्तै ट्युटोरियल हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईले मेरो YouTube च्यानल चेक गर्न सक्नुहुन्छ जसको लिंक चाहिँ मेरो बायोमा छ अनि डु नट फर्गेट टु फलो द क्रोशे वर्ल्ड फर मोर ट्युटोरियल्स